आदरणीय दर्शकवृन्द नमस्कार। म न्युज राप्तीबाट यतिखेर दौड्दाखेरि तपाईँहरूको माझमा आइपुगेको छु। विगत लामो समयदेखि हाम्रो थर्कोट.com.np थर्कोटअनलाइन.com राप्ती न्युजले विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री, स्टेसनरी सामानहरू, विद्यालयका ड्रेसहरू र ज्येष्ठ नागरिकहरूलाई पौष्टिक आहार वितरण गर्दै आएको कुरा तपाईहरू सबैलाई सर्वविदित भएको कुरा हो। आदरणीय दर्शकवृन्दहरू, त्यो म मात्र एक्लैले गरेको होइन। विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभएका सहयोगी मन भएका सहयोगी व्यक्तित्वहरूले आफ्ना हात फैलाउनुभयो। थर्कोट.com लाई उहाँले उपलब्ध गराउनुभयो र थर्कोट.com ले उहाँहरूले उपलब्ध गराएको हरेक सामानहरू जस्ताको तस्तै सम्बन्धित निकायलाई गएर वितरण गरेको कुरा पनि सर्वविदित छ। त्यति मात्र होइन, पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिका 3 नम्बर वडाभित्र पर्ने श्री प्रावि कल्ले राम्रीकोट, श्री भकुती प्राथमिक विद्यालय डाँडाकोटी, श्री सरस्वती महाविद्यालय गाउँ तुलसीपुर 3 सँगसँगै कर्णाली प्रदेशमा पर्ने कालीकोटमा गएर पनि शैक्षिक सामग्रीहरू, स्कुलका ड्रेसहरू लगायतका सामग्रीहरू वितरण गरेको कुरा तपाईँलाई सर्वविदित भएको छ। फेरि पनि मेरो थर्कोट.com ले थर्कोटअनलाइन.com राप्ती न्युज थर्कोट खबरले फेरि एउटा यस्तो अभियान चाल्न थालेको छ। यस्ता विद्यालयहरू छन् जहाँ कापी कलम किन्न नसकेर, झोला नभएर, स्कुलमा बुझाउने परीक्षा फी नभएर घरमै बस्न बाध्य भएका विद्यार्थीहरू छन्। उनीहरूको न त बस्ने ठाउँ राम्रो छ, न त उनीहरूले भनेको समयमा परीक्षा फी बुझाउन सकेका छन्। पढ्न नसकेर बोर्डिङ स्कुलहरूमा पढ्न नसकेर सरकारी स्कुलहरूमा उनीहरू भर्ना भएका छन्। तैपनि उनीहरूले सरकारी स्कुलमा लाग्ने परीक्षा फी तिर्न नसकेर घरमै बस्न बाध्य भएका छन्। एकातिर उनीहरूसँग लाउने कपडा छैन, न त न्यानो कपडा छ, न स्कुलको ड्रेस छ। अर्कोतिर उनीहरूको न त लेख्ने कापी कलम छ, न कापी कलम हाल्ने झोला छ, जसले गर्दा उनीहरू विद्यालय जानबाट वञ्चित भएका छन्। त्यस्तो ठाउँहरूमा अब थर्कोट.com ले केही समयभित्र राहत लगेर जाने निर्णय गरेको छ। सहयोगी मनका हातहरू फैलाइदिनु भयो भने एकले थुकी सुकी 100ले थुकी नदी भने जस्तै धेरैले सहयोग गर्नुभयो भने त्यो ठाउँमा लग्ने राहत उपलब्ध बनाउन सकिनेछ भन्ने मलाई आशा र विश्वास लागेको छ। जसरी पहिला तपाईँहरूले सहयोग गर्नुभएको थियो त्यसै गरी सहयोग गर्नुहुन्छ भन्ने मलाई पूर्ण आशा, भरोसा, विश्वास छ। त्यसकारण आदरणीय सहयोगी मन भएका सहयोगी व्यक्तित्वहरू थर्कोट.com ले गरेको यो सामाजिक अभियानको सेवाभावको कार्यलाई देखेर तुलसीपुर उपमहानगरपालिका 3 नम्बर वडामा घर भई तुलसीपुर हस्पिटल रोड नजिकै कान्तिपुर मेडिसिन डिस्ट्रिब्युटका सञ्चालक अमर सिंह केसीले ओढ्ने ओछ्याउने लत्ता कपडा दिनुभएको छ। जसले गर्दा तुलसीपुर उपमहानगरपालिका 3 नम्बर वडा स्थित टुनापानीमा बस्दै आउनुभएका भेलमती थापा पुन र जितमान थापा पुनलाई धेरै राहत भएको छ। किनभने उहाँहरूको घरमा ओढ्ने ओछ्याउने थिएन, उहाँहरूको घरमा ओत लाग्नु लागि माथि टिन थिएन। तुलसीपुर उपमहानगरपालिकाले घरमुक्त अभियान सञ्चालन गर्ने भनेर जहाँ खरले छाएका छन् त्यो ठाउँमा टिनहरू उपलब्ध गराउने घरमुक्त अभियान थाल्ने भनेर आफ्नो अभियानलाई तीव्र रूपले अगाडि
बढाए तापनि अझै पनि तुलसीपुर उपमहानगरपालिकाभित्रै बसोबास गर्ने हरेक नागरिकको घरहरू खरमुक्त अभियान भएको छैन। जसलाई खरमुक्त अभियानका लागि टिन पाइन्छ भनेर नाम लेख्न लगाइयो तुलसीपुर उपमहानगरपालिकामा बोलाइयो, तर न त उहाँलाई टिन दिइयो न त उहाँको घर खरमुक्त अभियान भयो। उहाँ हुनुहुन्छ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 3 स्थित टुनापानीमा बस्ने बेलमती थापा र जितमान थापा। हामी उहाँहरूको घरमा जाँदाखेरि उहाँहरूको घरमा ओत लाग्ने ठाउँ नभएपछि हार गुहार गरेर कति सहयोगी मन भएका व्यक्तित्वहरूसँग टिन माग्यौँ, सिमेन्ट माग्यौँ र त्यहाँको सामुदायिक वनसँग काठहरूको व्यवस्था गर्न लगाएर उहाँहरूको घर त निर्माण गऱ्यौँ, तर उहाँलाई खानको लागि र ओछ्यानको लागि लत्ता कपडा र आहारा थिएन। फेरि हामीले तुलसीपुर उपमहानगरपालिका 5 नम्बर वडा स्थित खानेपानी अगाडि किराना पसल गर्दै आउनुभएका सहयोगी मन भएका व्यक्तित्व राजकुमार ओलीलाई आग्रह गऱ्यौँ र उहाँले चामल नुन तेलको व्यवस्था गरिदिनु भयो। विभिन्न सामाजिक अभियन्ताहरू सहयोगी मन भएका व्यक्तित्वहरूबाट हामीले सहयोगहरू जुटायौँ र त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका 3 नम्बर वडामा बस्ने हाल दुबईमा हुनुहुन्छ कार्यरत उहाँ इन्द्र केसीले पनि 10 नम्बर चामल उपलब्ध गराउनु भयो, ताकि अहिले आएर जितमान थापा र बेलमती थापालाई खाने प्रशस्त मात्रामा भएको छ भने ओर्ने ओछ्याउने भएका छन्। आदरणीय दर्शकबिन्दुहरू, यदि तपाईँहरूले पनि सहयोगी आफ्ना सहयोगी हातहरू फैलाउन चाहनुहुन्छ भने हाम्रो थर्कोट.com लाई सम्झिनुहोला। तपाईँले थर्कोट.com को खातामा उपलब्ध बनाउनु भएको पैसा सम्बन्धित सरकारवाला निकायका हामी जस्ताको तस्तै पुर्याउनेछौँ र उहाँहरूलाई हामी जस्ताको तस्तै पुर्याउनेछौँ, वितरण गर्नेछौँ। तपाईँहरूले दिएको थोरैले उहाँहरूलाई धेरै हुनेछ। उखान भनिन्छ नि, एकले थुकी सुकी 100ले थुकी नदी भनेर हो। आदरणीय दर्शकबिन्दुहरू, आज धेरैजनाले थोरै थोरै सहयोग गर्नुभयो भने धेरै जम्मा हुन्छ। त्यस पछाडि हामीले जहाँ झोला नभएर, कापी कलम नभएर, लगाउने स्कुलको ड्रेस नभएर स्कुल जान वञ्चित भएका छन्, त्यो ठाउँका विद्यार्थीहरूलाई हामी राहत दिनेछौँ। जहाँ खाना लाउन नपाएका मानिसहरू हुन्छन्, त्यो ठाउँमा हामी खाद्यान्न जुटाउनेछौँ। जहाँ ओढ्ने ओछ्याउने लगाउने लत्ता कपडा छैन, त्यो ठाउँमा लत्ता कपडा दिएर पनि हामी सामाजिक अभियानतालाई पुरा गर्नेछौँ। आदरणीय दर्शकबिन्दुहरू, यदि तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने, तपाईँहरूको पनि सहयोग गर्ने मन छ भने स्वदेश तथा विदेशमा रहनुहुने हाम्रो सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरू जो हुनुहुन्छ, तपाईँहरूले थर्कोट.com को मैले क्युआर राखिदिएको छु। देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, स्वदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूको लागि, साथै तपाईँहरूले सामग्री पनि हामीलाई किनेर दिन सक्नुहुन्छ। स्टेसनरी सामग्रीहरू, विद्यालयका बालबालिकाहरूको लागि खेलकुदका सामग्रीहरू र अन्य लत्ता कपडा रासन पानी पनि जुटाइदिन सक्नुहुनेछ। हामी तपाईँहरूले गर्नुभएको, दिनुभएको, मनकारी भावनात्वले दिनुभएको ती सेवाका गुच्छाहरू हामी जस्ताको तस्तै सम्बन्धित सरकारवाला निकाय कहाँ पुर्याएर सम्बन्धित व्यक्तिलाई दिएर तपाईँहरूको उच्च शिखरमा हामी राखिदिनेछौँ, ताकि उहाँहरूको आशिषले तपाईँहरू आशिषमय हुनुहुनेछ। हामीले लोभ गरेर केही हुँदैन, लोभ गरेर के गर्ने होइन। भोलि 2 दिनको जिन्दगी सबै छोडेर जानुपर्छ। त्यो भएर आदरणीय दर्शकबिन्दुहरू, सहयोगी मन भएका व्यक्तित्वहरू, तपाईँहरूका सहयोगी हातहरू फैलाउनुहोस्, आशिष पाउनुहुनेछ। किनभने आज तपाईँहरूले सहयोग गर्नुहुन्छ, भोलि तपाईँहरूको छोराछोरीलाई पनि उनीहरूले सहयोग गर्न सक्नेछन्। के थाहा मान्छेको जीवन कतिखेर के हुन्छ भन्ने कुरो। त्यसकारण हामी कति लोभ नगरौँ, हाम्रो सेवाभावलाई अगाडि बढाउँ भन्दै मलाई विश्वास छ तपाईँहरूले पक्कै पनि हाम्रो थर्कोट.com को क्युआरमा तपाईँहरूले आफूले गर्नु सहयोग राखिदिनुहुन्छ। हामी यति उति भन्दैनौँ। 100 रुपियाँबाट थालनी गर्नुहोस्, 50 रुपियाँबाट थालनी गर्नुहोस्, ताकि भोलिका दिनमा धेरै हुनेछ र तपाईँहरूको थोरथोरले गर्दा धेरै भएको राहत हामीले वितरण गर्नेछौँ भन्दै फेरि पनि नयाँ खुसी लिएर तपाईँहरूको माझमा
पस्किने प्रतिबद्धता गर्दै अहिले यी 2-4 शब्दहरू तपाईँहरूको माझमा छोड्दै बिदा हुन्छु। धन्यवाद।